अब जिज्ञासा उनको अब जिज्ञासालाई चाहिँ आज म फाइनल गर्नेछु। त्यही भएर नि म थोरै टाइम मिलाएर यहाँ हजुरहरूसँग जोड्न खोजिरहेको छु। भिडियोलाई पुरा हेरिदिनु होला। हामीले फर्स्ट डेदेखि अन्तिम डेसम्मको सबै भिडियो यहाँ राख्नेछौँ कि बक्स हाम्रो यहाँ ओपन हुँदैछ। यो साथी रोहित साथीभाइहरूले सहयोग गरिदिनु भएको। अब हामीले बिस्तारै काउन्टिङ गरेर हामी यहाँनिर 4 जना छौँ। हामी सुरुदेखि नै हामी अगाडि बढिरहेको छौँ। ल 1 को अलग, 5 को अलग, 10 को अलग, 20 को अलग, 50 को अलग, अनि गर्नलाई सजिलो हुन्छ। पछिबाट एकजनाले भोलि चाहिँ गर्नु पायो भनेदेखि यो पैसाले उनीहरूले चाहिने पनि सबै यही खर्चबाट काट्यो कि होइन। ठिकै छ, थाहा काटिदिँदै पनि अब अलिअलि आउँछ। रोहित मुखियाको फ्यामिलीसम्म चाहिँ पैसा पुग्ने छ। पैसा हाम्रो नरेशबाट यहाँदेखि उहाँको छुट्टी मिल्ने भएकोले उहाँले गरिदिनुहुँदैछ। साथीहरू तपाईँहरूले सहयोग गरिदिनु भएको छ। त्यति हामीले कलेक्सन गर्न सक्यौँ। नेपाली दाजुभाइहरूलाई सबैजनालाई धेरै धेरै धन्यवाद। ल अहिलेको लागि यो पैसा म हाम्रो नरेश सरलाई जिम्मा दिँदैछु। तपाईँले सकुशल साथीहरू सबैजनालाई नमस्ते, नमस्कार। हाम्रो आजको विशेष सानो भिडियो चाहिँ क्लिप हामीले निकाल्न खोजेको 2 हप्ता अगाडि हाम्रो ल्याभेन्डर कम्पनीबाट जुन रोहित मुखिया भाइको आकस्मिक निधन भएको, हामीले चाहिँ सम्पूर्ण साथीभाइहरूसँग आफ्नो कम्पनी लगायत विभिन्न सहयोगी मन साथीहरूबाट केही रकमहरू कलेक्सन गरिएको थियो। त्यो रकम आज चाहिँ हालिएको छ। किनभने कतिपय साथीहरूको मनमा हुँदो पैसा त यिनीहरूले उठाए तर सम्बन्धित ठाउँसम्म पुग्यो कि पुगेन, या यिनीहरूले चाहिँ आफ्नै पकेट भर्नको लागि चाहिँ गरे हुन् कि, किनभने चाहिँ अहिलेको अब हाम्रो नेपालको इन्भाइरोमेन्ट वातावरण नै त्यस्तै छ है। अनि त्यो भएको कारणले अनि के भयो कस्तो भयो भन्ने चासोको विषय थियो भनेपछि आज त्यसलाई तपाईँले हामीले चिरफाड गर्दै सबैभन्दा अगाडि पठाउने विचार थियो। तर हाम्रो ड्युटीको कारणले हामीले चाहिँ जबसम्म ड्युटीबाट बाहिर निस्किन्थ्यौँ आइएमईहरू बन्द भइसक्यो। त्यो कारणले आज छुट्टी भएर विशेष बिहान गएर मैले आइएमई थ्रु उहाँको दिदीको नाममा चाहिँ मलेसियाको रिङ्गेट 6,884 रिङ्गेट लगायत नेपाल चार्ज काट्दाखेरि 2,22,393 रुपियाँ चाहिँ उहाँको दिदीको अकाउन्टमा लगाइएको छ। र उहाँको दिदीले पनि उहाँ चाहिँ मेसेज गएको मलाई मेसेज पठाउनु भएको छ। उहाँको एकाउन्टमा गइसकेको नम्बरहरू हामीलाई यहाँनिर उहाँले उपलब्ध गराइसक्नु भएको छ। तपाईँहरूले जतिले पनि यसमा सहयोग गरिदिनु भयो, उहाँ भाइको परिवारप्रति चाहिँ सहानुभूति जनाएर उहाँ सम्पूर्ण यो मेगा हारुन होस्टेलको भित्रमा रहनुहुने सम्पूर्ण साथीहरूलाई म धन्यवाद गर्न चाहन्छु। र यो सानो रकमले उहाँको परिवारको केही सानो सहयोग हुनसक्छ तपाईँ हामीले गर्दाखेरि। त्यही भएर हामीले एउटा अभियान जुटाइ पनि रहेका छौँ। आगामी दिनमा पनि यस्तो समस्याहरू भएपछि जुटाएर सहयोग गर्ने उद्धार गर्ने चाहिँ हाम्रो निरन्तर कार्य रहनेछ। म यति नै भन्न चाहेँ। त्यही भएर हजुरहरूको मनको जिज्ञासालाई मैले आजबाट फाइनली चाहिँ इन्डिक गरेको छौँ। अब बाँकी भनेको हाम्रो ल्याभेन्डर कम्पनीको एउटा क्लिप आउन बाँकी छ। जस्ट वेटिङ फर त्यसलाई हेरिदिनु होला, वाच गरिदिनु होला। सबैजनाको नाम त्यहाँनिर मेन्सन गरिनेछ। सबै कम्पनीको नामहरू मेन्सन गरिनेछ। र जति पनि साथीहरूले कम्पनीको नाम नखुलाइदिनु हुने साथीहरूको पनि धेरै धेरै धन्यवाद।
हजुरहरूको सहयोगी हातहरू यसरी नै अगाडि बढाइदिइरहनु होला। फेरि पनि सहयोगको आशा गर्दै हामी दुईजना बिदा हुनमा चाहन्छौँ। धन्यवाद। सहयोगी मन पर्ने हस्, नमस्कार है। र यति भन्दै म हाम्रो लेभेन्डर कम्पनीबाट जति पनि साथीहरूले सहयोग गरिदिनु भएको छ उहाँहरूको नाम सर्वप्रथम यहाँ मेन्सन गर्नेछु। वीरेन नेपाली 20, सनम श्रेष्ठ 50, रेशम तामाङ 50, पूर्ण बहादुर सुनार 50, विवेक माझगुटु 50, किशोर सिंह 50, रूपेश पासवान 55, हिमेश शाह 55, गोविन्द कटवाल 50, लक्ष्मण मुखिया 50, अमृत तामाङ 50, डम्बर बहादुर खड्का 50, अमृत कुमार बी 32, शिव आले मगर 50, खुम बहादुर मगर 65, गोविन्द तामाङ 50, प्रशान्त चौधरी 20, लेखराज गुरुङ 50, विशाल चौधरी 50, चन्द्रकान्त चौधरी 50, विष्णु खत्री 50, रवि नेपाली 70, सुरज गुरुङ 50, विकास विक्क 50, शैलेन्द्र गोम्बो 100, लक्ष्मण सिरमल 30, अर्जुन शाह 40, तारानाथ राणा मगर 20, जितेन्द्र दास 31, सूर्यबहादुर केसी 100, लक्ष्मीनारायण चौहान 21, टीकाराम विश्वकर्मा 30, छविराम गा मगर 20, दुर्गा नारायण चौधरी 21, विजय तामाङ 21, करण महर्जन 21, शानबाबु मगर 30, राहुल तामाङ 30, एमन आले मगर 20, भोजेन्द्र पुन 21, मदन थापा मगर 30, लक्ष्मण थापा मगर 30, कमल गुरुङ 30, नवल दास 25, हरिराम 20, प्रमोद यादव 25, आदित्य चौरसिया 50, देवगिरी 50, गोविन्द भट्टी मगर 25, गाना तामाङ 25, आकाश परियार 25, देवेन्द्र यादव 50, किरण चौधरी 21, बुद्ध ध्वज तामाङ 25, कृष्ण कुमल 25, पूर्ण बहादुर रेग्मी 51, रितेश पासवान 25, कृष्ण थारू 25, रविन्द्र शाह 20, आनन्द तामाङ 20, दिनेश मगर 20, रामनाथ पासवान 25, दीपचन्द थारू 30, ज्ञान बहादुर गुरुङ 50, सुरेन्द्र मल्ल 30, विशाल राउत 50, सन्देश भुजेल 50, मुक्ति प्रसाद रोका मगर 100, नवीन चौधरी 24, विष्णुवीर राणा मगर 30, नरेश भण्डारी 121, ब्रिज कुमार महारा 100, निश्चल राणा मगर 30, आरजे कुमार भिक्टोरी अथवा मेरो यो भिक्टोरी आरजे कुमार 101, अनिश राई 25, गेश थापा मगर 25, गणेश राई 50, मदन सारू मगर 50, चन्द्र कुमार तामाङ 50, हिरादन राई 200, तिलक आले मगर 50, रविन्द्र यादव 30, मोहन राई 20, पदम लिम्बू 50, कुमार तामाङ 50, कमल ओली 21, तिलक ओली 30, लक्ष्मण तिरुवा 25, महेन्द्र शाह 25, चोक नारायण मगर 50, विनोद कुमार 50, रेश बहादुर लिम्बू 50, अर्जुन आले मगर 50, दिनाथ मल्ल 30, काशीराम मगर 50, डेनी मेनमार्क उहाँ मेनमार्क भन्नुहुन्छ, मेनमारी हो, डेनी मेनमार्क 30, प्रकाश लामा 50, रानाडोल 20, निगो 10, ट्यासम 100, मिनसेङ 50, आलियाङ 50, साहु सिंह 50 र हरि सिंह धामी 50। र एकजना कम्पनी बाहिरको साथीहरूको नाम त यहाँनिर हामीसँग उल्लेख छैन, र पनि उहाँहरूको
नाम चाहिँ म यहाँनिर सरर उल्लेख गरिदिनेछु। हाम्रो एउटा कम्पनीको चाहिँ यहाँनिर नाम उहाँले टिपाएर दिनुभएको छ। कम्पनी रहेछ आम कम्पनीको साथीले चाहिँ नाम पनि टिपेर दिनुभएको छ। नाम चाहिँ उहाँको मोहन सिंह राई, देव श्रेष्ठ, दीप राणा, अमृत श्रेष्ठ, विजय लामा, सन्तोष पहाडी, धमेन्द्र पहाडी, मदन, रवि घिसिङ, प्रमोद कुमार र अर्को नाम छ किसेन देव उहाँहरू आम कम्पनीको हुनुहुन्छ। र जस्तै हामीले बक्सबाट पनि अगाडि बढाइएको छ, जसको चाहिँ अब नाम हामीले यहाँनिर सरसरी टिप्नु चाहिँ अलिकति टाइमले मिलेन। बक्समा सबै बक्सभित्र हाल्ने भएकोले चाहिँ हामीले कम्पनीको रूपमा यो अभियानलाई लगेर चाहिँ हामीले त्यो थालन गरेको। उहाँहरूको कम्पनीको नाम मात्रै म मेन्सन गर्न चाहन्छु। पावरवुड कम्पनी एउटा पावरवुड कम्पनी छ, पावरवुड कम्पनी, 5C कम्पनी, STB कम्पनी र SEM कम्पनी र एप्पल स्टेट कम्पनी। अनि आम कम्पनीको अरू जसले नाम 5वटा कम्पनीको नाम उल्लेख छैन, आम कम्पनीको नाम मैले मेन्सन गरिरहेको छु। 5वटा कम्पनी पावरवुड हो, 5C हो, STB हो, होइन, SEM हो, एप्पल स्टेट हो। उहाँहरू सबैजना साथीहरूलाई चाहिँ सबैजनालाई धेरै धेरै धन्यवाद, होइन। यसरी नै सहयोगको हातहरू अगाडि बढाइदिनु होला। पावरवुड कम्पनीको साथीहरूलाई पनि धेरै धेरै धन्यवाद, 5C कम्पनीको साथीहरूलाई पनि धेरै धेरै धन्यवाद, STB कम्पनीको साथीहरूलाई पनि धेरै धेरै धन्यवाद, होइन। आम कम्पनीको साथीहरूलाई पनि धेरै धेरै धन्यवाद, सहयोग गरिदिनु भएको छ। SEM कम्पनीको साथीहरूलाई पनि धेरै धेरै धन्यवाद, हजुरहरूले जे जति सक्दो सहयोग गरिदिनु भएको छ। एप्पल स्टेट कम्पनीबाट पनि धेरै साथीहरूले सहयोग गरिदिनु भएको छ, हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूको यो सहयोगको रकम चाहिँ हामीले वहाँनिर नेपाल पठाइसकेको छौँ। अस्ति पनि पैसा छ, मेरो अलिकति छुट्टी नमिलेको कारणले चाहिँ मैले अब गर्न पाएको। धेरै साथीहरूले सोध्नुहुन्थ्यो पैसाको पछि भिडियो भन्नुहुन्थ्यो। आज चाहिँ यही भिडियो मार्फत चाहिँ सबैजनालाई छर्लङ्गै भन्न चाहन्छु। हामीले चाहिँ टोटल गरेर सबै कम पैसा चाहिँ हाम्रो यहाँको टोटल पैसा चाहिँ 6,884 रिमेट भएको थियो। 6,824 यहाँ रहेको छ 6,884 र नेपाली रकम चाहिँ हाम्रो 2,22,393.60 पैसा। यो चाहिँ हाम्रो नेपाली रकम हो उहाँको माथिको। तल्लो चाहिँ यहाँ लेखी हामीले जम्मा गरेको पैसा, होइन। यो पैसा चाहिँ उहाँले अस्ति गइसकेको छ। उहाँको दिदीको नाममा हालिएको छ उहाँनिर चन्द्रकला मुखिया, उहाँ दिदीको नाम चाहिँ चन्द्रकला मुखियाको एकाउन्टमा चाहिँ यहाँदेखि हामीले ट्रान्सफर गरिदिएको। उहाँले त्यो पैसा प्राप्त गरिसक्नु भएको छ र उहाँहरूको एकाउन्टमा पैसा पुगिसकेको मेसेज पनि हामीलाई मेसेज गर्नुभएको छ। म हजुरहरूलाई अहिले एकछिनमा योसँग म यो गरेर राखिदिन्छु। यसलाई यो चाहिँ हाम्रो नेपालको रसिद, यहाँदेखि हामीले पठाएको पैसाहरू हजुरहरूलाई धेरै लाग्दो हो। पैसा के गर्यो कसो गर्यो अहिलेसम्म केही अपडेट छैन भनेर लाग्दो हो, होइन। यो पैसा चाहिँ हामीले पुगिसकेको छ, होइन। जुन उद्देश्यले हामीले यो सहयोग अभियान अगाडि बढाएको त्यो पैसा चाहिँ ठाउँमा सदुपयोग भइसकेको छ, होइन। तपाईँहरूले त्यो बुझ्दिनु होला, अरू कुनै अनर्थमा बुझ्दिनु होला। यहाँदेखि हामीले पैसा गर्न हालिसकेको छौँ। यसै कारण हामी
कामलाई थालिसकेपछि अन्तिम गरेकै थाहा छ। काम नगर्नु गरेपछि त्यसलाई खतमै गर्नु भन्छ नि होइन, त्यो खानु त्यस्तै हामी पनि अब कुनै काम चाहिँ यसरी गरौँ है भनिसकेपछि त्यो कामलाई चाहिँ हामी जसरी पनि कम्प्लिट गरेर नै जान्छौँ। अब उहाँको सबैले पनि छिटै पुग्यो, धेरै धेरै धन्यवाद। सहयोगको अभियानमा सबैजनाले हात उठाइदिनु भयो होइन, सबैजनाले सहयोग दिनेहरूले जतिसक्दो सहयोग गरिदिनु भयो। धेरै 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 धन्यवाद। हजुरहरूको सहयोगी हातहरू यसरी नै उठाइदिइराख्नु होला, यसरी नै खुल्ला मन बनाइदिइराख्नु होला। अब यति भन्दै म यहाँदेखि चाहिँ यो भिडियोलाई चाहिँ तपाईँहरूको मनको गुनासो चासोलाई चाहिँ म यिनीहरू इन्डिङ गर्नेछु।